हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ हिजो काठमाडौँ आइसकेको छु किनभने मेरो इपिएस ट्रेनिङ छ होइन। मेरो चाहिँ पर्सिबाट चाहिँ इपिएस ट्रेनिङ छ। आज चाहिँ म मेडिकल गर्न जानुपर्ने हुन्छ र मेरो चाहिँ मेडिकल चाहिँ पाटन हस्पिटलमा परेको छ होइन। आज चाहिँ म र मेरो मुनालाई भएर चाहिँ पाटन हस्पिटलमा मेडिकल गर्न जानेछ र मेडिकल गर्दा चाहिँ के गराउँदो रहेछ र के हुन्छ भन्ने कुरा चाहिँ हजुरलाई म देखाउन चाहन्छु। देखाउनु मिल्छ भने चाहिँ हजुरलाई देखाउँछु, नत्र भने चाहिँ हजुरलाई के गर्नुपर्छ भन्ने कुरा पनि हजुरलाई म सेयर गर्छु होइन। र आज चाहिँ हामी पाटन हस्पिटलमा मेडिकल गर्ने साथ हामी चाहिँ ब्याङ्क भाउचर भएर चाहिँ हामी नेपाल ब्याङ्क जानुपर्छ भन्ने कुरो सुन्छौँ र त्यो ब्याङ्क कहाँ छ र कसरी भन्नुपर्छ भन्ने कुरा पनि हजुरलाई म देखाउन चाहन्छु। र आज चाहिँ ब्याङ्क पाटन हस्पिटल गएर मेडिकल गरेर चाहिँ ब्याङ्क भाउचर भरेर बस्नुपर्छ किनभने भोलि चाहिँ छुट्टी छ, पर्सिबाट चाहिँ ट्रेनिङ गर्नुपर्छ र ट्रेनिङ गर्दा चाहिँ खासै निस्किन दिन्न भन्ने कुरो सुनेको छु। त्यसैले चाहिँ हामी चाहिँ यो मेडिकल गरेर राखेपछि हाम्रो ट्रेनिङ सकेपछि चाहिँ यो मेडिकल रिपोर्ट लिएर सिसिभाइ फर्म भर्नुपर्छ है त। हजुरलाई चाहिँ म के हुन्छ भन्ने कुरा चाहिँ आज म देखाउँछु है त। हस् गाइज हामी चाहिँ यहाँ पाटन जानको लागि चाहिँ रेडी भएर आएको छौँ होइन। अब चाहिँ यहाँ ट्याक्सी खोजेर चाहिँ हामी पाटन हस्पिटल जान्छौँ होइन। ट्याक्सी चाहिँ यता खोज्नुपर्छ होइन, यता यस ट्याक्सीहरू चाहिँ टन्नै पाउँछ। त्यही पनि एउटा ट्याक्सी खोजेर चाहिँ जानु पऱ्यो होइन। यहाँ चाहिँ ट्याक्सी छ होइन, ट्याक्सी यता ट्याक्सी छ, उता ट्याक्सी छ। अर्को चाहिँ यहाँ चाहिँ अलिक महँगो भयो होइन पैसा, चाहिँ अर्को ट्याक्सी खोजेर चाहिँ जान्छौँ होइन। यता 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 रहेछ ट्याक्सी होइन। हामी चाहिँ यता ट्याक्सी गरेर चाहिँ जान्छौँ है आज चाहिँ। र हामी चाहिँ यहाँ ट्याक्सी चढिसकेको छौँ है। अब हामी चाहिँ यहाँ डाइरेक्ट पाटन हस्पिटल गएर मेडिकल गर्ने। हामी चाहिँ यहाँ पाटन हस्पिटल आइसकेको छौँ। यहाँ चाहिँ हामीले इन्ट्री गरेर चाहिँ खकारहरू चाहिँ यहाँ हामी चाहिँ यहाँ भिडियो एक्सरेको लागि चाहिँ यहाँ लाइन बसेको छौँ होइन। यहाँ भिडियो एक्सरे गरिन्छ होइन यहाँ। अब यहाँ चाहिँ हामी यो रगत चेकको लागि चाहिँ लाइन बसेको छौँ र यहाँ रगत चेक भइराखेको छ। हामी चाहिँ मेडिकल गरेर चाहिँ भन्न सक्यो होइन। अब चाहिँ हामी चाहिँ ब्याङ्क भाउचर भन्नको लागि चाहिँ हामी चाहिँ मङ्गल बजार चाहिँ जानुपर्ने हुन्छ। हालमा चाहिँ हजुरलाई चाहिँ मङ्गल बजार पुगेपछि चाहिँ हजुरलाई देखाउँछ होइन। हामी चाहिँ यहाँ मङ्गल बजार आइसकेका छौँ। यहाँ चाहिँ मङ्गल बजारको भित्र चाहिँ यहाँ नेपाल ब्याङ्क पनि छ होइन। यहाँ नेपाल ब्याङ्क लिमिटेडमा गएर चाहिँ हामीले 7,800 को भाउचर भर्नुपर्छ र हामीले चाहिँ त्यहाँ ब्याङ्कमा बुझाउनुपर्छ। हामी चाहिँ भर्खर फर्म भरेर सकिसक्यो होइन। अब चाहिँ हामी अब बसपातिर जानुपर्ने हो होइन। बसपातिर चाहिँ रुम लिएर बसेको होइन। अब चाहिँ हामी चाहिँ अझ बसमा बस्छ होला। अनि चाहिँ हामी भैँसीबारी गर्छ। यो चाहिँ हाम्रो यो गाभा मलमा चाहिँ यो मङ्गल बजारको गाभा मलमा रहेको यो नेपाल ब्याङ्कमा चाहिँ भाउचर भर्नुपर्छ होइन। तपाईँहरू नि अब दुःख पाउनुहुन्छ होइन, हामीले पनि दुःख पायौँ होइन। त्यही भएर सिधै ट्याक्सीवालालाई चाहिँ गाभा हलको मङ्गल बजार गाभा हलमा भएको नेपाल ब्याङ्कमा लैदिनु भने चाहिँ ल्याइदिन्छ होइन। त्यसैले चाहिँ नगर बसहरू चाहिँ आउँदैन, अब ट्याक्सी चढेर आउनुपर्छ होइन। त्यस यहाँनिर आज चाहिँ हामी चाहिँ बिहानै आज चाहिँ हामी 8 बजे आयौँ होइन। 8 बजे आएर चाहिँ पाटन हस्पिटल गयौँ होइन। मेडिकल गरेर खकारहरू चेक गर्छ होइन, खकार रगतहरू। अनि हामी चाहिँ त्यो खकार रगत बुझायौँ। अनि त्यसपछि चाहिँ भिडियो छातीको एक्सरे गर्छ होइन। एक्सरे गरेर चाहिँ हामी डाइरेक्ट यहाँ ट्याक्सी चढेर चाहिँ यहाँ आयौँ। ट्याक्सी चाहिँ 300 रुपियाँ चाहिँ लिँदो रहेछ यहाँसम्म आउनु। कुनैले चाहिँ 250 लिँदो रहेछ होइन। अब हामी चाहिँ अब आज काम भ्याइयो। अब हाम्रो चाहिँ पर्सिबाट ट्रेनिङ छ। अब हामीले चाहिँ पर्सि ट्रेनिङ गरेर चाहिँ 1 हप्ताको ट्रेनिङ गरेर चाहिँ सिसिभाइ फर्म भर्नुपर्छ होइन। यस कस्तो भइरहेको छ बनाउँछ एकदम रमाइलो छ। गरिएजना रेडी हुनुहुन्छ एकदम है आतुर हुनुहुन्छ। ठिकै छ।
आज काम सक्यो अब भोलि शनिबार छ होइन बिन्दास तरिकाले सुतिन्छ अब कोर्सीबाट चाहिँ ट्रेनिङ गरिन्छ होइन अब के हुन्छ ट्रेनिङहरूमा नि मिल्छ भने म चाहिँ हजुरहरूलाई नि देखाउँछु होइन मिल्दैन भने त देखाउनु मिलेन होइन हामी चाहिँ अहिले फुलचोकतिर जाँदैछ फुलचोकतिर यता चाहिँ नगर बसहरू आउँदैन खासै त्यसैले चाहिँ फुलचोक खोज्दै हिँड्नेछौँ हामी आन्टीले हेर्नु छ होइन हामीलाई चाहिँ एकदम भोक लागिराखेको छ होइन त्यसैले चाहिँ हामीले यहाँ होटल खोजेर चाहिँ यहाँ पायौँ होइन यहाँ चाहिँ सादा मिठो खाना पाउने रहेछ होइन चिकन खाना नि सस्तो रहेछ यहाँ 220 मात्र रहेछ होइन 220को चिकन खाना खाएर भर्खर सक्यो होइन हामी चाहिँ फुलचोकमा छौँ हाम्रो यहाँ नगर छ हामी चाहिँ काठमाडौँको नयाँ बस पार्कमा जाँदैछौँ होइन फाइनल चाहिँ हामी कोठामा आइसकेका छौँ होइन आज चाहिँ हामी बिहानै 8 बजे लगभग 7:30 बजे चाहिँ हिँडेको होइन आज चाहिँ हामी चाहिँ यहाँ भर्खर 2 बजीतिर आइपुग्यौँ होइन आज चाहिँ आजको काम भ्याइयो अब चाहिँ भोलि रेस्ट छ होइन पर्सिबाट चाहिँ हाम्रो ट्रेनिङ छ भोलि चाहिँ हामी भैँसीबाटी जान्छौँ होइन ल तपाईँहरूले मेरो भिडियो हेरेर चाहिँ साथ सपोर्ट गरिदिनु होला र लाइक सेयर अनि कमेन्ट गरिदिनु होला सब्सक्राइब गर्नु नभुल्नु होला यस्तै यस्तै भिडियोहरू चाहिँ हजुरको सामु उपस्थित गराउँछु होइन भन्दै बिदा हुन्छ हस् धन्यवाद।